म नेपाली भाषामा म तपाईहरूको बीच शरीर रक्षा मन्त्रको सुरुवात गर्दैछु मित्रहरू। यो शरीर रक्षा मन्त्र तपाईहरूलाई धेरै फाइदा गर्नेछ। जो तपाईहरूको घरमा भूत प्रेत या बोक्सी या बोक्सा या कोही व्यक्तिको नजर गुजर लागिसकेको छ, तपाईको घरमा कसैको कुदृष्टि परिसकेको छ तपाईको घरमा, यो मन्त्र अवश्य सिद्ध गर्नुहोला र जपेर तपाईँ आफ्नो घर आफै बन्न सक्नुहुन्छ, आफ्नो शरीर आफै बाँध्न सक्नुहुन्छ, आफ्नो घरको भूत प्रेत जिन जिनात या बुरी नजर नकारात्मक शक्तिहरूलाई आफै भगाउन सक्नुहुन्छ भन्ने आशाको साथ म यो भिडियो दिँदैछु। यसै भिडियो मार्फत तपाईँले यो मन्त्र सिद्ध गरेर तपाईँ आफ्नो घरलाई सुरक्षित पार्न सक्नुहुन्छ। म इन्दल भगत तपाईहरूको बिचमा एउटा अनुरोध गर्न चाहन्छु। तपाईहरू यो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरेर बेल नोटिफिकेसन अन गरिदिनुहोस् यस्तै राम्रो भिडियो पाउनको लागि। ल भाइ सुरु गरौँ है त। तपाईहरूलाई मैले भन्न चाहन्छु शरीर रक्षा मन्त्र के हो त। जस्तै शरीर रक्षा मन्त्र भनेको आफ्नो शरीरलाई बाँध्ने सहित तपाईको घर परिवार सबैलाई सुरक्षा दिन्छ। सुरक्षा केले दिन्छ? भूत प्रेत डाइन जोगिन बोक्सी बोक्सा र अन्य नकारात्मक शक्तिहरूबाट, त्यसमा पनि बिच्छू सर्प या विषालु चिजहरूबाट पनि त्यसले बचाउँछ है, बचाउँछ। त्यसलाई पनि तपाईलाई नियन्त्रण गर्छ। जस्तै तपाईँ खेतमा जानुभयो, कतै जङ्गलमा जानुभयो, त्यहाँ पनि विषालुहरू हुन्छ, त्यहाँ पनि तपाईलाई धेरै सहुलियतमा त्यो चिजले तपाईलाई रक्षा गर्छ। त्यो टोक्न दिँदैन, तपाईको खुट्टामुनि परे पनि त्यसले काट्दैन, किनकि तपाईको शरीर बन्धन हुन्छ, उसको मुखै खुल्दैन। त्यसैले यो मन्त्र सिद्ध गर्न तपाईलाई आवश्यक छ। यो मन्त्र हाम्रो थारू भाषाको एकदम बलवान मन्त्र हो। त्यसैले तपाईहरूलाई यो मन्त्र म दिँदैछु। मन्त्रको जप तप तपाईको विधि यस प्रकार रहेको छ। यो मन्त्र तपाईले कुनै शुभ मुहुर्त हुन्छ, शुभ मुहुर्त भनेको कुनै पबनी तिहार जस्तै होली दशहरा भयो, कुनै पबनी भयो, शिवरात्रि भयो, जस्तै राम्रो दिन, नयाँ साल पनि भयो हैन, त्यस्तै राम्रो दिनको दिन मङ्गलबार, ठिक छ, मङ्गलबार हुनुपर्छ या आइतबार हुनुपर्छ। दुई दिन मध्येमा कुनै एक दिन तपाईले यो मन्त्रलाई आफ्नै घरमा बसी एउटा बन्द कमरामा बसेर तपाईले अलिकति सामान जोड्नुपर्ने हुन्छ। जस्तै 5 वटा सुपारी, 5 वटा लङ, अलिकति चामल, अलिकति सिन्दुर, अलिकति तेल अनि एउटा दिया त्यहाँ राखेर सानो जग्गा पर आफ्नो जो मिट्टी हुन्छ, चिकनी मिट्टी भन्छ हैन, त्यो या पानीले नै पनि पखालेर त्यहाँ राम्ररी निपी पोती गरेर त्यहाँ पूजा ढारेर त्यहाँ पूर्वमुख फर्केर एउटा आसन चाहिँ तपाईहरूलाई चाहिन्छ। जस्तै हाम्रो पोराल हुन्छ, पोरालको आसन पनि हुन्छ, या कुशको पनि आसन हुन्छ, मोथा हुन्छ, जस्तै मोर्छा हुन्छ, गलैँचा हुन्छ, तिनीहरूको आसन सानो बनाएर त्यहाँ बसेर, ठिक छ, अनि रुद्राक्षको माला एउटा लिएर ठ्याक्कै 108 बार जप गर्दाखेरि तपाईको मन्त्र सिद्ध हुनेछ। सिद्ध भएपछि तपाईँ जुनसुकै काम गर्न सक्नुहुन्छ। त्यसले तपाईलाई सिद्ध गर्नको लागि राम्रै तिथि चाहिनेछ। त्यसैले मन्त्र अब सुनौ हो त। मन्त्रको लागि के हुन्छ भनेदेखि मैले मुखबाट मन्त्र दिन मिल्दैन। म तपाईहरूलाई ठ्याक्कै मन्त्र म यही ठाउँमा लेखेर तपाईलाई दिनेछु। त्यो मन्त्र तपाईले याद गर्नुहोला। तर पनि तपाईलाई मन्त्रै याद गर्नु छ भने म भनिदिन्छु। चेत सुन साउन औधी खोपडी मरघट मसान बाँध दे बाबा भैरव के आन, हमारा देह बान हमारा शरीर बान, बान रे बान, ऊपर बान नीचे बान, दाएं बान बाएं बान, बान चारों दिशाएं, सारे चीज बान, घर बान द्वार बान, ऊपर बान नीचा बान, बान सवा हाथ धरती,
नहीं बांधे तो हनुमान के हाक मारे डाक मारे, जय जय भोले शंकर शिव शंकर पार्वती की दुहाई फिरे। ये मंत्र इतना पावरफुल है। इस मन्त्रको लागि मैले हिन्दीमा पनि भिडियो बनाउँछु, नेपालीमा पनि बनाउँछु, त्यसैले तपाईहरु बुरा नमान्नुहोला, ठीक छ। अनि यो मन्त्रलाई 108 बार रुद्राक्ष मालाले जपेर सिद्ध गर्नुहोला र तपाई आफ्नो कार्य गर्न सक्नुहुन्छ। हर हर महादेव, शिव शंभु कैलाशपति। आज को वीडियो इतने, मिलते हैं अगले वीडियो में। जय श्री राम।